सिजोको कहाँ स्याहार आउँछ गोरको हेर्छु दाडी जान्छु जान्दिनु अब ल्याउँछु क्या लो पापाका सेनाहरु ल मिसो मम्मी मम्मी पानी किन एउटा मम्मी भात खाइरा छ उयो नाम खानु ल ठुले म त बोल्छ के ठुले खर्च गर्ने राम राम एकछिन लाग्छ न भाइले खाऊ टमाटर फेरि यहाँ पोखला हेर है कुङमा खाने पानी मैले बुझाउन नसक्छु गाह्रो छ हाम्रो यो कमिला दिएको दागमा हे दाग किसा जाज खुइ खुइ गाजु पापा पापाहरूले कसरी हामीलाई गर्यो होला नि मन बुझायो होला पहिलाको समय लाएको समय हाम्रो मात्रै गएको 11 जना पुरै रोमना 4 बजे छोराछोरीहरू 3 भाइको मात्रै हो हेबा थुथर ल्याउ कान्छा भने यो रातो मासु जोगाउनु पर्ने छ भोलि बिहान एकदमै खानु न उयो हो नि बममा बिमारी खानु थाल्यो खानु पर्यो त आइसेनिमको खाएपछि खानु पर्यो नि ल बाया बाया ल हुन्छ कामेर खाने हो त खाएपछि खाने के आको यस्तो उही माला पनि मान्छन् कि त्यहाँ हेन्टमा खाने छ एकछिन लुनालु न अचार चाहिँ बिना पढाइ पो अचार गफ्थुम र यहाँ थिए अचार बन्द हो सबै टुक्रा हाल्नु सक्यो यो के हो लक्ष्मी हाल्दा अलिकति लक्ष्य हैन अमला ए अङ्गला बुढाबुढी हे पठाउँछु उब्ज अचार भयो नानी भाइलाई खानु ल खायो भने चिची पनि खाऊ भाइले नि भयो खोइ आइ थाल्नु मलाई 2 टुक्रा तेल माग्नु सक्छु अचार मुस्टिकमा बनाहरू इन्ने बने पनि मेनु अनि यो टाढा नासिब लाग्छ को अचार होलो याले ठाल लाग्ने लु उङ चाहिँ भान्सा पकल दिन लै माइला लै चोइने कि जुन पकल भान्सा पुगिन खै एकछिन लुनालु न म हेर्ने मेरो थाहा थिएन हाम्रो हाम्रो जेठा जेठा स्वालमा के बाक्सा